नमस्कार साथीहरू, स्वागत छ। आज हामी कान्छी भाग 317 देखिको मुख्य घटनाको क्रम र कथाले दिएको सन्देशबारे चर्चा गर्नेछौँ। यस भागको सुरुवातदेखि नै कान्छी निकै कठिन र परिस्थितिमा देखिन्छन्। उनको हातमा महत्त्वपूर्ण प्रमाण भए पनि चारैतिर विरोधीहरूको घेरा भएकाले कसरी सुरक्षित रूपमा बाहिर निस्कने भन्ने चिन्ता बढ्दै जान्छ। उनको सहयोग गर्ने युवती पनि ठूलो जोखिम उठाएर प्रमाण जुटाउने प्रयास गर्छ। यसले सत्यको पक्षमा उभिने कति साहस चाहिन्छ भन्ने कुरा देखाएको छ। उता कान्छीको परिवारमा पनि तनाव कम छैन। घरका सबै सदस्य कान्छीको अवस्थाबारे चिन्तित छन्। फोन सम्पर्क हुन नसकेपछि भोलिपल्ट सहर गएर वास्तविक अवस्था बुझ्ने निर्णय गरिन्छ। परिवारको माया र चिन्ता र विश्वासको यो दृश्यलाई निकै भावुक बनाएको छ। अर्कातर्फ सागरले आफू कसरी प्रकरणमा फँसेको थियो भन्ने कुरा खुलाउँछन्। उनले अपराधीहरूले पैसाको लोभमा आफूलाई फसाएको र वास्तविक दोषी अझै फरार रहेको बताउँछन्। तर कठिन अवस्थामै पनि उनी सत्यको जित अवश्य हुन्छ भन्ने आशा छोड्दैन। यही आत्मविश्वास उनको पात्रलाई अझ बलियो बनाएको छ। यसै बीचमा कान्छीलाई सहयोग गर्ने व्यक्तिहरू पनि ठूलो दबावमा पर्छन्। एउटा सानो सहयोगले पनि उनीहरूलाई खतरा निम्त्याउँछ। मोबाइलको विषयलाई लिएर भएको विवाद र धम्कीले अवस्था पात्रहरूको अझ क्रम बढ्दै गएको सङ्केत दिन्छ। उसले सहयोग गर्छन्, उसलाई पनि निराश बनाउने प्रयास भइरहेको देखिन्छ। भागको अर्का महत्त्वपूर्ण पक्ष भनेको परिवारको सम्बन्ध हो। केही पात्रहरूले आफ्ना गल्ती स्वीकार्दै भविष्यमा सही निर्णय लिनुपर्ने कुरा महसुस गर्न थालेको छन्। यता नयाँ सम्बन्ध, विश्वास, सम्मान र परिवारलाई प्राथमिक दिने सदस्यहरूले कथा सकारात्मक सन्देश पनि दिएको छन्। अन्तिमतिर कान्छीलाई खोज्न अलपत्रहरूले आफ्ना खोजी अभियान अझ तीव्र बनाउँछ। विभिन्न ठाउँमा खोज तलास चलाउँछ, तर उनीहरूले सफल हुँदैन। त्यसपछि कान्छीले अब जसरी भए पनि प्रहरीसम्म पुगेर सत्य बाहिर ल्याउने अठोट गर्छिन्। यही निर्णयले आगामी भागमा ठूलो मोड आउने सङ्केत दिएको छ। समग्रमा हेर्दा भाग 317 मा रहस्य, तनाव र पारिवारिक भावना र न्यायको खोजीलाई सन्तुलित रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी कान्छीको साहस र सागरको धैर्य र परिवारको साथले दर्शकलाई अन्तिमसम्म बाँधेर राख्छन्। अब आउने भागमा सत्य बाहिर आउँछ कि आउँदैन, वास्तविक अपराधी पक्राउ पर्छन् कि पर्दैन र कान्छी तथा सागरले न्याय पाउँछ कि पाउँदैन भन्ने कुरा हेर्न रोचक हुनेछ। यदि तपाईहरूलाई यो समीक्षा मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस् र आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र यस्तै नयाँ समीक्षा हेर्न च्यानललाई सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोस्। धन्यवाद। अर्को भिडियोमा भेट्ने बाचा गते भिडियो बिदा।